सो यहाँ हाम्रो चाहिँ टेन्ट टाङ्ने कार्यक्रम भइरहेछ होइन। मलाई चाहिँ यसको बारेमा त्यति धेरै अब के भन्छ आइडियाहरू थाहा छैन। यहाँ टेन्ट पनि हालिसक्यो त्यहाँ होइन। अनि यता अर्को ग्रुप कहाँको थाहा भएन होइन। अनि यहाँ हाम्रो चुलो बनाउने कार्यक्रम भइरहेछ। त्यो ढुङ्गा ऊ त्यो माथिबाट लिएर आएको हामीले। भात खानु बाई बाई। अलराइट अब चाहिँ हाम्रो खाना लन्च टाइम हुनु लाग्यो है। अनि कति बजे चाहिँ कति आज हाम्रो 10 त अघि बजेको थियो। अनि यहाँ छ हाम्रो ग्रेभी। यो चाहिँ हामीले चट्टा चिउराहरूसँग मात्रै खान्छौँ। अनि यहाँ पाकिन्छ त्यो ल है हजुर हो। बाहिर त पानी पर्यो। जिन्दगी यस्तै छ है। प्याकिङ गरेर हिँडिसकेको छोराहरू बाहिर निस्किसकेपछि दरार पानी पर्यो। क्याम्पिङ बस्न चाहिँ सजिलो, सामान जुटाउन सजिलो। सकिसक्यो। हाई हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक विथ न्यू भिडियो। अनि के छ तपाईँहरू सन्चै हुनुहुन्छ होला? म पनि फाइन छु, आरामी छु, एभ्रिथिङ इज वेल, बाँचिरहेको छु, जिन्दगी चलिरहेछ है। अनि न्यू डे न्यू भ्लगमा तपाईँलाई स्वागत छ। अनि मैले चाहिँ आज भ्लग ठ्याक्कै स्टार्ट गरेँ कहाँबाट भन्दा ठ्याक्कै मुडे बजार त्यहाँ छुटिरहेछ है। मुडे बजारदेखि अगाडि यहाँ माथि डाँडामा आएर मैले भ्लग स्टार्ट गरिसकेँ। अनि आजको ट्राभल चाहिँ हुँदैछ ट्राभलभन्दा सुरुमा यो वेदर हेर्नुहोस्, यस्तो बवाल वेदर देखिरहेछ है। गाउँघरको सुन्दरता यो है साथीभाइ, हो गाउँघरको सुन्दरता। अनि हाइवे चाहिँ यस्तो छ है, सब बिजोक देश नेताहरूले खाइसके है। अब हाम्रो पालो भन्न त नमिल्ने, अब हामीले विकास गर्नुपर्छ मिलेर, सबजना मिलेर। अनि सो त्यही नि आज चाहिँ म तिनजुरेतिर ट्राभल गर्न लागेको। आजको हाम्रो क्याम्पिङ डे छ। अनि क्याम्पिङको लागि हामी निस्किन लागेको। यहाँबाट म कालेर निस्किँदैछौँ, कालेर ब्याग स्याग रेडी गर्दैछ। अनि हामी माथि तिनजुरेमा गएर साथीहरू भन्छ, साथीहरूसँग पनि मिटअप गराउँछु। तिनजुरेको आज क्याम्पिङ भ्लग बवाला छ होइन। अनि यहाँ वेदरले पनि दामी साथ दिइरहेछ नि। सो त्यही नि अब हामी अगाडि लाग्दिन्छौँ दामी भ्यूहरू हेर्दै होइन। अब यतातिरको तपाईँहरूले हेरिराख्नु भएको छ, अब तिनजुरेतिर गएर ट्याग दामी भिडियोहरू हेर्नुपर्छ। सो किप वाचिङ, किप लभिङ, किप सपोर्टिङ। अलराइट यस एभ्रिवान, अहिले चाहिँ हामी ठ्याक्कै आएर गार्डनको छेउमा आइपुग्यौँ। अनि यतातिर चाहिँ पुरा अहिले दामी फुलहरू छ, अस्ति सब झरिसकेको थियो। अनि मान्छेहरू पनि टन्नै आइरहेको रहेछ क्या तल सिक्किम खाने ग्रुपहरू है। यसो हावा चलिरहेछ। त्यही पनि अब हामी बिस्तारै अगाडि लाग्दैछौँ। अब स्टार्ट हुन्छ अफ रोड है। यहाँबाट अब अफ रोडै अफ छ। अब एकछिन टाइम लाग्छ हामीलाई। सो त्यस्तै हो। अब किप वाचिङ, किप लभिङ है। अनि ठ्याक्कै हामी आएर गाडीको माथि टप चढ्ने ठाउँमा आइसक्यौँ। यहाँनिर पनि गुराँसहरू दामी थियो। अस्ति एक लटको चाहिँ गुराँस फुलेर सब मसिनाले झारिसकेको थियो। अहिले अर्को लटको गुराँसहरू दामी फुल्दै रहेछ, एकदम दामी। अनि अब विस्तृत रूपमा चाहिँ एकछिनमा लिएर आउँछु म भिडियोलाई माथि पुगिसकेर है। त्यो अहिलेलाई चाहिँ यस्तै हो। अब सब क्लिपहरू हेर्दै जानु होला है त। एभ्रिवान, अहिले चाहिँ हामी ठ्याक्कै घुर्बिसमा आइसक्यौँ है। अनि मामाहरूसँग पनि हाम्रो भेटघाट भइसक्यो, ग्यादरिङ भइसक्यो। अनि केटाहरू चाहिँ माथि गइरहेछ, हामी चाहिँ यहाँ वेटिङ गरिरहेछौँ। अनि हामी टेन्ट लिएर चाहिँ यहाँ तल जाने। यहाँ चाहिँ हाम्रो क्याम्पिङ स्पोट चाहिँ यहाँ तल हो। त्यो पनि म भरे तपाईँलाई देखाइहाल्छु। अब सुरुमा फर्स्टमा बसन्तपुर जानु छ। अनि सामानहरू टन्न लिएर आउने, बेलुका हल्का ह्याङआउट चिलआउट त हान्नु पऱ्यो। अनि त्यसले गर्दाखेरि पनि अनि हामी चाहिँ अहिले स्टिल यहाँ छौँ। मामा वाट्सअप, अल गुड सन्जय। सो अनि हामी यहाँ छौँ। अनि वेदर भ्यूको त मैले कुरा गर्नै पर्दैन तपाईँहरूलाई, यस्तो बवाल वेदर भइरहेछ है, चडक्क दामी। सो स्टे ट्युन। यस अलराइट एभ्रिवान, अब चाहिँ हामी यहाँबाट निस्किन लागेको है। अनि डबल टेन्ट बोकेर त्यहाँ बाइक स्टार्ट हुँदैछ है। अनि वेदर चाहिँ एकैछिनमा पानी पर्छ, एकैछिनमा घाम लाग्छ है, यस्तै भइरहेछ वेदर चाहिँ। अनि अहिले चाहिँ हल्का पानी पनि छिटाइरहेछ। अनि वेदर चाहिँ लास्ट बवाल भइरहेछ। केटा के छ? अल गुड। हाम्रो क्याम्पिङ पार्टनरहरू चाहिँ यिनीहरू नै हो।
त्यहाँ बाइक स्टार्टहरूमा आउँछ। यस अलराइट अहिले चाहिँ हामी ठ्याक्कै के भन्छ माथि डाँडामा हाम्रो टेन्टको लागि स्पोटहरू खोज्दैछौँ होइन। यो चाहिँ ठ्याक्कै पिकनिक स्पोट भन्ने ठाउँ भयो यो यताको लोकेसनहरू। अनि हामी चाहिँ सामानहरू त्यहाँ राख्यौँ अनि अब टेन्ट कहाँ हाल्ने भनेर हेरिरहेछौँ। सायद यतै अब यही तल रुखै फेदतिर ठिक हुन्छ होला त्यहीँ सम्म पनि छ। अनि त्यहाँनिर हामी टेन्ट हाल्छौँ। अनि वेदर चाहिँ यस्तै भइरहेछ यहाँ सबजना आइराख्नु भएको छ उहाँहरू पनि कहाँदेखि आई डोन्ट नो है। अनि अब दुइटै टेन्ट त्यहीँ छ। अब यसलाई यहाँ ल्याएर यति एरियामा यो रुखको फेर्नु अनि यो ब्याकअप चाहिँ भरे पानी आयो भने यहाँनिर राख्नुपर्ने हुन्छ नि त हामीले सामानहरू। अनि कुखुराहरू पनि छ त्यहाँ पोलेर खानुपर्ने हुन्छ। अनि सुरुमा अब यहाँ टेन्ट लगाऊँ। वेदर पनि खतरा बिग्रिरहेछ पानी पर्न लागिरहेछ। अब टेन्ट हानिदिइहाल्नुपर्छ। अलराइट हामीले चाहिँ यहाँ टेन्ट पनि हालिसक्यो त्यहाँ होइन। अनि यता अर्को ग्रुप कहाँ गयो थाहा भएन होइन। अनि यहाँ हाम्रो चुलो बनाउने कार्यक्रम भइरहेछ। त्यो ढुङ्गा ऊ त्यहाँ माथिबाट लिएर आएको हामीले। अनि यहाँ चुलो बनाउँछौँ। अनि यस्तो भ्यूको वरिपरि हामी यहाँ चाहिँ क्याम्पिङ बस्न लागेको क्याम्प फायर है। रातभरि वाइल्ड हुन्छ यहाँ। हातहरू यस्तो भइसक्यो बट नो रिज यस्तै हो होइन बाहिर निस्किसकेपछि। अनि यहाँ मामा चाहिँ एक्लै वान म्यान आर्मी बिग साउट आउट टु वान म्यान आर्मी आङ त शेर्पा भन्नु फेरि। सो अनि त्यहाँ हो हाम्रो सुत्ने ठाउँ। पानी पऱ्यो भने त्यहाँ हो हाम्रो खाने ठाउँहरू। अब हो पानी चाहिँ नपर्दैछ वेदरहरू नि खुल्दै गइरहेछ होइन अहिले चाहिँ अहिलेको भन्दा। सो स्टे ट्युन है त। अलरेडी यहाँ चाहिँ सब सुनसान भइसक्यो। अनि हल्का साथ पर्दै गयो होइन। हाम्रो टेन्टहरू चाहिँ त्यहीँ छ। अब यो बाइक माथिबाट सामान ल्याएर अनि बाइकलाई यहाँ तल लगेर राख्ने हो। सबजना फर्किसक्यो। अनि हाम्रो चाहिँ यहाँनिर पालियो हाम्रो त्यहाँनिर सेक्को पोल्ने ठाउँ। अनि यहाँ भयो चुलो होइन खानेकुराहरू पकाउने ठाउँ। अनि हजुर तपाईँहरू कहाँदेखि आउनुभएको? खातबारी ए ओके ल ठिक छ। सो यस अब यहाँ चाहिँ हाम्रो होइन यसमा अब कुखुरा लभली बोइल हुन्छ। त्यहाँ सिँगै कुखुराहरू रेडी बनाएर राखिरहेछ। अनि यता मुढाहरू यो चाहिँ भरे डान्स गर्नुको लागि है। अनि ब्याकअपमा यस्तरी चार्ज गरिरहेछौँ। अनि अब चाहिँ अब उसँग चाहिँ हाम्रो इन्ट्रोडक्सन नि भएको छैन के छ हौ भने एकदम ठिक छ आकु काले माम्स भन्ने यता होइन। राइट अब चाहिँ हाम्रो खाना लन्च टाइम हुनु लाग्यो है। अनि कति बजे चाहिँ कति आज हाम्रो 10 त अघि बजेको थियो। अनि यहाँ छ हाम्रो ग्रेभी। यो चाहिँ हामीले चट्टा चिउराहरूसँग मात्रै खान्छौँ। अनि यहाँ पाक्दैछ सेक्को एकछिनमा हान्छौँ। मिलाएर लगाउ त चट। सो अब हामी स्न्याक्सहरू खान्छौँ। अब खानेकुराहरू खान्छौँ होइन। पुरानो दानाहरू त्यहाँ यत्तिकै छ। लम्बा तन्न भएर बसिरहेछ। हुक्का एकतिर छ सेक्का पाकिरहेछ। यहाँ आगोमा पानी तातिरहेछ। अनि दामी मुन देखिरहेछ। अनि घुर्बी चाहिँ यहाँ माथि हो। अनि सो अब सुरुमा हामी खान्छौँ।
Melvin. अनि यो चाहिँ हिजोकै एपिसोडबाट अनि अहिले चाहिँ मर्निङ भइसक्यो मर्निङ भन्दा पनि दिन बित्न लागिसक्यो केटाहरू सबजना सुतिरहेको छ यता हेर्नु बसाएको उसुको आमा हो यस्तो सही दाना पार निदाको बारेमा हाँसेको हेर न त्यहाँ निदाको त्यही हो अनि दामी वेदर पनि दामी बवाल खुलिरहेछ अहिले चाहिँ होइन ओभरै दामी खुलिरहेछ अनि झट्टा हामी चाहिँ यस्तो मुनि बसिरहेछौँ यहाँ गुराँस फुलिरहेछ बब्बाल है अनि यताको वेदर पनि बवाल भइरहेछ बिहान चाहिँ पानी पर्नु आँटिरहेको थियो अहिले त बस है होइन हिजो बेलुका वाइल्ड मजा हान्ने अझै नै खानेकुराहरू यहाँ मस्त खानेकुराहरू डिउहरू बाँकी छ उता अरू खानेकुराहरू टन्न बाँकी छ होइन अनि सो त्यही नै हो अब आजको फुल अपडेट सहितको अब दुईटै क्लिपहरू हिजोको आजको थपेर हिजो नाइटको त अब अँध्यारोमा देखाउने कुरा भएन अँध्यारोमा तर वाइल्डै रमाइलो भयो अनि टाउको दुखिरहेछ चिसोले होला है तनाव भइरहेछ त्यही नै हो अब बाँकी कुराहरू एकछिनमा वाचिङ किप लभिङ होइन अझै धेरै माया देखाइदिनु होला है त यस अलराइट एभ्रिवान अनि वेकअप पनि गरियो है लुगा पनि लगाइयो वेदर त यस्तो खतरा देखिरहेछ आमामामामा बब्बाले वेदर देखिरहेछ अनि हामी चाहिँ माथि कफीहरू चियाहरू लिनलाई जान लागेको अनि किनभने हिजो बेलुका कफी बेलुकै खाइसकिहाल्यो हिजो ल्याएको कफी अहिलेलाई पुग्दैन नि त अनि त्यही भएर अनि मान्छे यहाँ हुनुहुन्छ सो लेट्स गो है त बादल त यस्तो बवाल देखिने आमा अनि बिहानको फ्रेस हुन्छ लगभग 10 बज्न आँट्यो अनि हामी चाहिँ माथि यसो हल्का अब खानेकुराहरू पनि छिलाउनु पऱ्यो नि त भनेर चट्ट माथितिर जाँदैछौँ है अब त्यहाँ कफी सफी यता खानेकुराहरू आदि इत्यादि अरू कुराहरू पनि लिनुपर्ने छ अनि हाम्रो फास्टफुड तल हो तल बादलले छुटिसक्यो अनि यस्तो बवाल देखिरहेछ कि पुरै नगरौँ बादलदेखि माथि माथि गुराँस अस्तिको भन्दा अहिले बब्बाल फुलिरहेको रहेछ क्या अस्ति यति धेरै गुराँसै थिएन अहिले यस्तो दामी गुराँस फुलिरहेको रहेछ कि पुरै नगरौँ अलराइट अब यहाँ र तातो पानी चट्ट खाइयो मुख सुख धोइयो फ्रेस भयो यो यहाँ आउँछ थर्मस अनि यहाँ चिया पनि पकाइयो बिहानको लागि खाजा पनि अनि कफी पनि सब चट्ट बोकेर फेरि हामी हाम्रो अस्थायी टाढाहरूतिर लागिदिन्छु म अब तल चिया फेरि तल पुग्दाखेरि आदि होला नि सो अब लेट्स गो फेरि हुँदै चल्दिउँ टक्क दामी दामी भ्यू हेर्दै
भात खानु बाई 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 भात पाक्यो गाउले अलराइट अब हाम्रो खाना खाने टाइम लन्च टाइम लागेको छ है यस्तो गिदी भइरहेछ अनि त्यहाँ खानाहरू रेडी भइसक्यो के छ मतिच ठिक छ अङ्कल माम्स अल गुड कस्तो भयो त नाइट नाना पार्ट हाउ वाज द नाइट अँध्यारो भयो नाइट अँध्यारो भयो सो हामीले चाहिँ अघि हुक्कासुक्का हान्यौँ अनि वेदर चाहिँ एकैछिनमा घाम लाग्छ एकैछिनमा उसै लाग्छ होइन अनि अब हामी खानासाना खान लाग्यो अनि खानासाना खाएर भेट्नुपर्छ सो अलराइट एभ्रिवान खानासाना खायो मसँग के भन्छ आराम गर्दै बसेछ घाम लागेको छ चर्को होइन अनि उता पर छिमेकीहरू पनि त्यहाँ हामी छ त्यहाँ पर आएर हामीलाई नदिएकै खाँदै हुन्छ ठिकै छ अब स्त्री छ समाज भन्नु अब चित्त दुःख पनि आफ्नो खाइसकेपछि गुनासो गर्दै बस्ने यहाँ दामी घाम लागिरहेछ अनि हिजो हाम्रो क्याम्पिङ बब्बाल भयो खाना खाएर बसेको हामी चाहिँ तर छिमेकीले खाएको हामीले छिमेकीले त देखाइ खायो यार अन्त हाम्रो क्याम्पहरू टेन्टहरू यहाँ पछाडि छ है अनि बादल वेदरहरू यस्तो बवाल देखिरहेको छ अब चाहिँ हाम्रो प्याकिङहरू भइरहेछ है ब्यागहरू अनि अब यिनीहरू सबै उठाउनु पर्नेछ अनि यताको अलिअलि यिनीहरू पनि प्याकिङ भइसक्यो अब यहीँभित्रको पनि खाली गरिसक्यो अब लाग्दिने हो वेदर पनि धुम्म हुँदै आइरहेछ अब लेट्स हेरौँ के कस्तो हुन्छ अनि अब पहिला सामान पुऱ्याइसकौँ सो अलराइट केही सामान प्याकिङ गरिसक्ने बित्तिकै पानी पऱ्यो अनि यसरी हामी गुम्रुङै बसिरहेछौँ केही पनि नहोस् ल्याङमै भित्र ल है हजुर हो बाहिर त पानी पर्यो अब जिन्दगी यस्तै छ है प्याकिङ गरेर हिँडिसकेको छोराहरू बाहिर निस्किसकेपछि दरा र पानी पर्यो है झ्यापझुप सुतिरहेछ नि ल गुड नाइट गइजु पानी परिरहेछ पानी रह्यो क्या झ्यापझुप सुतेपछि भैया अच्छे से जाइएगा ठीक है भैया अरे भैया रुको ना हमको सिरक खरीदना है अरे भैया बिहारी भैया सिरक हमको सिरक चाहिए ल क्याम्पिङ बस्न चाहिँ सजिलो सामान जुटाउन सजिलो सकिसकेपछि सामान यसरी बोकेर ओसार्न साह्रै गाह्रो बिजोक यस्तो बवाल भइरहेछ एकैछिनमा पानी परेर रह्यो मैले एक बोरा बोकिरहेको छु हाम्रो भैया अघि गइसक्नु भयो यहाँ हाम्रा दो भैया इधर है अल्झेर पुक्लुकै उतार्ने होला चाहिँ पछाडि सो यस अब चाहिँ लगभग हामीले सबै सामानहरू पुऱ्याइसक्यौँ अब यो दुईवटा टेन्ट खोल्न बाँकी छ सबैलाई पनि हामी खोल्छौँ अनि माथि भुलपिसे पुऱ्याउँछौँ अनि त्यस पछाडि चाहिँ हामी घरतिर रिटर्न ब्याक हुन्छौँ है वेदर चाहिँ जस अघि चाहिँ पानी परिरहेछ अहिले चाहिँ घाम लागिरहेछ यता साइड चाहिँ छैन होइन बबाले देखिने सो किप वाचिङ अलराइट अब चाहिँ सब काम सकिसक्यो अनि अब हामी सायद यहीँबाट उँधो लाग्दिन्छौँ होला अनि मामाहरू यहाँबाट उँधो लाग्दिनुहुन्छ सो किप वाचिङ किप लभिङ अब यस्तै भयो यहाँको एक्सपिरियन्स भवाले भयो
एकदम बवाल मेमोरी क्रिएटहरू गरेर गइँदैछ। अब चाहिँ रेडी भयो, लागिदिनुपर्छ अगाडि। बाइक पनि स्टार्ट हुन्छ कि हुँदैन। ल लाना पाट कुनै दिन भेटौँ ल, फेरि रमाइलो गरौँ ल। ल माम यस्तो भयो, बवाल रमाइलो एउटा मेमोरी दामी क्रिएट गरियो अनि यस्तो ठाउँ छोडेर। पार्ट एकछिन रोउ न यार।